दस पार्टी इफेक्ट लाएर बस्ने मान्छेहरू मलाई मन पर्दैन। हामी जस्तो नेचुरल हुनुपर्छ। सुन मेरो कुरा, मलाई बुढासँग केही गुनासो छैन। म अब जे जस्तो भए पनि अब हामी पहिले साथी थियौँ, मलाई अब गुनासो केही पनि छैन, मलाई केही कुरामा रिसिभ पनि छैन भन्दै थियो त्यो मान्छेले। मैले पनि अनि तिमीहरूको कुरा कसैले गरेर हिँडेको छैन, किन यसरी तिमीहरूले तलमाथि कुरा गरेको भन्दाखेरि होइन कुरा गर्नेहरू अरू अरू केटी नै हो भनेर त्यही पनि उसकै साथीको कुरा काट्दै थियो क्या। मैले नाम खोलाउनु मिल्दैन तर पनि अब मैले चाहिँ उसको कुरा किन चाहिँ अब यसरी अरूलाई सुनाउनु, बहिनीलाई पनि किन सुनाउनु भनेर मैले उसको कुरा मात्रै नखोलेको, नभए अलिक लुरुक्कै परेर बसिरहेको थियो त्यो मान्छे। अनि अहिले मैले प्रबल भाइलाई पनि हामीले बोलाउन त, अनि तिमी पनि लाइभमा आऊ भनेर मैले भनेको थिएँ त्यो प्रबल भाइलाई पनि। अब यस्तो कुरामा म लाग्दिनँ, बोल्ने ठाउँमा बोल्छु भनेको छ, नभए अब अति नै गर्दैछ भने। अनि त्यो प्रबललाई मैले भिडियोको लागि फकाइ फुलै गरेर माफी जबरजस्ती माफी माग्नु लगाएको अरे त। त्यसलाई पनि बोलाएको थियो त्यो प्रबललाई पनि मैले त्यसलाई जबरजस्ती माफी माग्नु लगाएको अरे। यहाँ होइन त्यसले त्यसो केटीले मात्रै त्यसो सकिसकेको कुरामा कस्तो उयो गरेको भनेको गरेर माफी माग्नु लगाएको र अघि मैले मेरो कानले सुनेको। त्यसै भन्दै थियो क्या। यहाँ माथि भवन त्यो फुचेले बोला त यहाँ आऊ तिमी। फोन अफ गरेर कहाँ भाग्छ हौ गुराँस बहिनी चाहिँ नचाहिँदो। त्यतिखेर म नि काठमाडौँमै थिएँ त। तिमीहरूलाई फक्कै फुलै गरेर तिमीहरूलाई भिडियो बनाउनु लगाएको अरे हो। तँहरूले त्यस्तो भन्दै थियौ अरे त हो। कहाँ दिदी त्यस्तो हामीलाई त्यो कुरा हामीले त्यस्तो केही छैन गरेको, तिनीहरू आफै बोलेको दिदी। अघि लाइभमा के भन्दै थियो भने त्यो भाइलाई निकालेर फकाइ फुलाइ गरेर मान्छेको गाडी राम्रो बन्नको लागि चाहिँ मैले तिमीहरूको भाइलाई फकाइ फुलाइ गरेर चाहिँ भिडियो बनाएर हालेको अरे हो। तिमी पनि त्यस्तो होइन दिदी, त्यस्तो होइन त्यस्तो। तिनीहरूले भन्यो भन्दैमा अनि उनीहरूले जे पनि भनिहाल्छ नि भन्न त। तिनीहरू त्यतिकै आफै बोलिरहेको क्या, त्यतिकै त्यस्तो अब अरूको कुरा गर्नु नहुने हो। तिनीहरूले के बुझेर त्यसरी अरूको बारेमा मैले भाइ भनेर एकचोटिको लागि चान्स दिएको हो। मैले तिमीहरूलाई खुद आफ्नो भाइ मान्छु। तिमीहरूले पनि मलाई चिनेछौ म कस्तो खालको केटी छु भनेर। न मलाई यताको कुरा गर्न आउँछ न मलाई उताको। अस्ति तिमीहरूसँग भेट्दा पनि मैले तिनीहरूको बारेमा एउटै केही भनेको छु। छैन दिदी अब त्यस्तो। अब तपाईँले पनि भाइ मानेर माफ दिनु भएको हो, हामीले पनि दिदी मान्छु। अब हामीमा अब एकदम म दिदी मान्छु, हाम्रो सम्बन्ध राम्रो छ दिदी। जे हुनु अब प्रबलले अब पहिला जबरजस्ती माफ माग्नु लगाएको भन्दै थियो त। त्यतिखेर तिमीहरू बोल्न सकेनौ। मैले तिमीहरूलाई जबरजस्ती ओइ माफ माग्नुपर्छ भनेको हो। सोशल मिडियामा आएर भाइ सोशल मिडियामा आएर भाइ त्यसरी बोलेपछि चाहिँ मैले भनेको हो भने हो भन्नु है। हो भने होइन त्यस्तो भनेको छैन दिदी। अब छैन दिदी, त्यस्तो भनेकै छैन नि दिदी। कहाँ नाति भन्छ यार। त्यो प्रबललाई भिडियो एडिट गरेर हाल्नु लाउने, केटीहरू भेला पार्ने, यो त्यो फोटो पठाउने सबै केटी चाहिँ त्यो। अनि अहिले आएर चाहिँ भन्नु नै पर्ने हो भने चाहिँ सबै कुरा मसँग छ। प्रबलले बोलेको रेकर्डहरू पनि मसँग छ। सकिसकेको कुरामा अहिले आएर तिनीहरूलाई भाइले पनि त्यो प्रबललाई पनि जबरजस्ती भिडियोको लागि बोल भनेर माफी मागे जस्तो गरेर जबरजस्ती बोल्नु लगाएको भनेर खुद अहिले भन्यो। दिदी अब खै यो सकेको कुराहरू गर्नु नहुने हो। अब यो तिमीहरूलाई नै अप्ठ्यारो पर्ने काम गर्दैछ कि म फेरि साइबर केस लाएर जिन्दगीभर सडाइदिन्छु नि। फेरि मलाई तिमीहरू अति रिस उठिसक्यो। अब त उनीहरूको गल्ती छैन, तर त्यसले पाउँदैन नि त। होइन उसले भन्यो भन्दैमा उनीहरूले भनेको छैन भन्ने त। अब भाइहरूलाई नै अप्ठ्यारो हुने कुरा गरिरहेछ। मैले अस्ति के भनेको थिएँ तिमीहरूलाई, अबदेखि ल ठिक छ त्यो केटीले सबै गर्नु लगाएको रहेछ। त्यसो हो भने अबको दिनमा चाहिँ फेरि त्यो केटीले मलाई रोस्ट हान्ने, मेरो बारेमा नराम्रो भन्ने, यस्तो त्यस्तो भनेर तिमीहरू जोइन भएर तिनीहरूसँग बोल्ने भन्ने गर्यो भने म जतिको नराम्रो कोही पनि हुँदैन भनेको थिएँ कि थिइनँ। तिमीहरूलाई नै अप्ठ्यारो पार्ने काम गर्दैछ कि म फेरि कसैलाई पनि छोड्दिनँ नि। अब चाहिँ मलाई म हेरे भाइहरूले पनि अब त भाइहरूले पनि बुझ्नुपर्छ नि त को सही को गलत, को चाहिँ आफ्नोमा आफूलाई काम लाग्छ को लाग्दैन भनेर मान्छेले थाहा पाउनुपर्छ नि त। किन उनीहरूकोमा गएर जोइन भएर होमा हो जोड्नु त गर्ने बोल्ने यताउति नगर्ने के। अब हामी त जोइन यहाँ भन्दैछ त यो भाइ पनि जोइन थियो उतापट्टि जोइन थियो भनेर यहाँ भनिरहेछ त को तामाङनीले। अनि कहाँ दिदी हामी जोइन भएकै छैन नि दिदी। ल जोइन भएको छ भने रेकर्ड देखाउनु न। हामी केही बोलेकै छैन दिदी। हामी अब टिभी बोलेको छैन, तर अहिले भर्खरै रेकर्ड जोइन भएको थियो।
थियौ तर तिमी त्यसरी म भएको छैन दिदी कसम म जोइन भएकै छैन उता यहाँ मगर्नेले थियो थियो भन्दैछ त अनि अरूले यहाँ थियो भन्दैछ त त्यो उताको लाइभ हेरिरहेको छ भने छ भन अब मैले देखाऊ कसम छैन लु उता 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 गएको लु रेकर्ड देखाउनु कि कसम म जोइन भएकै छैन क्या। उताको लाइभ फेरि यता हेरिरहेछ फेरि चोर पक्रेर कसकोमा गएको रेकर्ड देखाउँ तिमीलाई भनेर अघि मेसेज आएको थियो म यता दिदीको यहाँ चाहिँ अहिले बोलाउनु भएर आएको हो मैले पनि सुनेर मलाई मेसेज गरेछ क्या यहाँ कल गरेछ अब यस्तो यस्तो कतिजनाले भनिरहेछ सुरुमा गएको थियो भनेर भाइ झुट बोल्नु राम्रो होइन त दिदी म कहाँ त्यस्तो झुटो बोल्छु त? होइन लाइभमा गएको हो जोइन भएको हो भने भएको हो भन न त के भयो त अनि गएको छैन त्यो उनीहरूले लाइभ हेरिरहेछ उयो अनि तर भाइ तिमीलाई चाहिँ अब भाइलाई त्यत्रो सपोर्ट गरेर यसरी बहिनीलाई एक्सक्युज दिएर निकालिसक्यो अब पनि त्यो सकिसकेको कुरामा हो होइन बसेर मान्छेलाई यस्तो त्यस्तो भन्ने बानी चाहिँ राम्रो होइन है छोरा मान्छे भएर अलिकति स्ट्रङ हुनुपर्छ त्यो कुरा काट्दै हिँड्ने त्यो थाङ्ने आइमा जस्तो भएर बस्नु राम्रो होइन त्यो थाङ्ने आइमाईहरूको उयो नि गर्नु हुँदैन के भाइ हो कि दाइ हो त्यो सङ्गतै गर्नु हुँदैन अब जे हुनु थियो हिजोको दिनमा भयो होइन होइन त्यो हो दिदी म त अब जे हुनु थियो अब हिजो भयो होइन हजुर दाइ लुरुक्क पर हामीसँग के भन्दै बोल्दै थियो त्यो ठठडी त अनि मलाई त नराम्रो भन त यार मेरो गल्ती के छ भन त बिचरा मेरो यो इमान्दार दाइले के हो कसम खै त मलाई अब त तपाईँको गल्ती त त्यसलाई के? नै पाप लाग्छ हेर मैले कसम तपाईँले चाहिँ भन्यो तपाईँले नराम्रो भन्यो के भएको त्यो मान्छे मलाई त्यस्तो अब बोल्नु- त्यसलाई म उठाउँछु ल बिचरा यस्तो इमान्दार हेर्नु त बच्चा जस्तो छ दाढी पनि आएको छैन त्यसले पैसा दिनुपर्ने पैसा खायो यताउति भन्छ है अचम्म अस्ति तिमीले भिडियो बनाएको थियौ नि त पैसाको त्यही भएर उसलाई जेलियर्स भएको होला जेलेस हुन्छ क्या अझै बनाउँदै गर ल गुराँस ल जेलेस भएको जेलेस ए म मेरो पैसँग जिदुम कि म सञ्जय राईसँग जिदुम कि सञ्जय राईसँगै लपरुङ कि म सुतेर त्यो यिनीहरूको सरकार हो त यिनीहरूको विषय हो त तिम्रो मर्जी हो नि त्यो थाहा चाहिँ अर्काको बुढाको सम्पत्ति लुटेर खाने आइमेहरू त्यस्तै हो मलाई भन्दो रहेछ तिनीहरूको कुरा काटेर हिँड्नु भने त कति छ किन काटेर हिँड्नु तिनीहरूको कुरा तिनीहरू को हो र कुरा काट्नु त तिमीले त कसैको कुरा गरेको सुनेको छैन त मैले तिनीहरूले चाहिँ किन गर्नु पर्यो तिम्रो कुरा किन गर्नु आफू कस्तो छ अरूलाई त्यस्तै देख्ने हो लुकेर कहाँ गएर बसेको छ साले भकभक गर्छ भेटेको दिन थाहा हुन्छ के शान्त भइसक्यो त फेरि किन भकभक गर्नु त्यसलाई घरमै आएर कुट्ने मान्छेहरू आउँदाखेरि छेक्ने मान्छे म यो त्यो रेकर्ड मसँग छ लाउनु नै पर्ने हो भने नराम्रै हुनु पर्ने हो भने खोइ त गरेको छैन त तिनीहरूको नराम्रो त गरिन्जेलसम्म चाहिँ राम्रो खै मलाई त मतलब नै छैन हौ तिनीहरूको त किन मेरो कुरा काटेर हिँडेको 2-4 जना मान्छे होइन 7-8 जना मान्छे आउँदाखेरि मैले नै छेकेको